म केही गरिरहेको छु तर पनि केही गरिरहेको छैन अनि केही गरिरहेको छैन तर पनि केही गरिरहेको छु। कस्तो अचम्मको कुरा। यो कुरा बुझ्नको लागि आउनुहोस् बुझौँ भगवद् गीता अध्याय 4 श्लोक 18 जहाँ श्रीकृष्णले भन्नुभएको छ कर्मण्य कर्म यः पश्यद् अकर्मणे च कर्म यः स बुद्धिमान् मनुष्येषु स युक्तः कृत्स्न कर्मकृत्। अर्थात् जो व्यक्ति कर्ममा अकर्म र अकर्ममा कर्म देख्न सक्षम छ त्यो व्यक्ति मानिसहरूमध्ये सबैभन्दा बुद्धिमान हो। त्यस्तो व्यक्ति सबै कर्ममा संलग्न भएर पनि दिव्य अवस्थामा स्थित हुन्छ। कर्ममा अकर्म देख्नु भनेको कर्म गर्दै गर्दा पनि स्वयंलाई कर्मको परिणामबाट अलग राख्नु हो। यो आत्मा ज्ञान र आध्यात्मिक उन्नतिका लागि अत्यन्त आवश्यक छ। र अकर्ममा कर्म देख्नु भनेको बाहिरबाट निष्क्रिय जस्तो लागे पनि भित्री रूपमा गहिरो ध्यान चिन्तनमा सेवामा संलग्न हुनु हो। उदाहरणको लागि एकजना तपस्वी बाहिरबाट केही नगरे जस्तो देखिए पनि भित्री रूपमा परमात्मासँग एकाकार हुँदै ज्ञान प्राप्तिमा लीन हुन्छन्। अब भएन त मैले अघि भने जस्तै म केही गरिरहेको छु तर पनि म केही गरिरहेको छैन अनि म केही गरिरहेको छैन तर पनि केही गरिरहेको छु। मेरो गीता यात्रामा जोडिनु भएकोमा धन्यवाद। अर्को श्लोक अर्को भिडियोमा